दर्शकबिन यति बेला हामी पाल्पा जिल्लाको रम्बा गाउँपालिका वडा नम्बर 4 हुमिनमा आएका छौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ श्री जनहित भगवती माध्यमिक विद्यालयमा आएका छौँ। यस स्कुलमा अध्ययन गर्ने हाम्रा साना भान्जीहरू मसँग आउनुभएको छ। भान्जीहरू चाहिँ मामा हाम्रो स्कुलमा जाउँ भनेर आज म भान्जीहरूकै सहभागी त्यहाँ म यस विद्यालयमा आएको छु। हाम्रा भान्जीहरू चाहिँ यता हुनुहुन्छ, एकदमै लजाउने भान्जीहरू हुनुहुन्छ। भान्जी नमस्ते। ल नमस्ते। ल एकजनाले परिचय दिनु है। ल पहिला एउटा भान्जीले परिचय दिनु। ल ल भन। ल सर थ्याङ्क यू। ल तिम्रो नाम के हो भान्जी? मेरो नाम सुहाना रसाइली। कति कक्षामा पढ्छौ? यता हेर, कति कक्षामा पढ्छौ? 1 क्लासमा। अनि हाम्रो अर्को भान्जी हुनुहुन्छ यता। नमस्ते। नाम के हो भान्जीको? सुजना बिका। कति क्लासमा पढ्छौ? 2 मा। ए कतिको पढ्छौ? यहाँ तल स्कुलमा घरमा कतिको पढ्छौ भनेको? धेरै पढ्नुपर्छ है। ल भान्जी पनि हुन्छ। अनुशासित भएर पढ्ने है, नमात्तिने, पढ्ने, काम पनि गर्नुपर्छ, खेल्न पनि पर्छ है। भान्जीहरूले चाहिँ मामा जाम हामी पढ्ने स्कुलमा भनिसकेपछि म पनि भान्जीहरू सँगसँगै यस विद्यालयमा आएको छु। एकदमै रमाइलो ठाउँ रहेछ हुमिन। जताततै डाँडाकाँडाहरूले छाएको एकदमै। यहाँबाट चाहिँ हिमाल पनि देख्न सकिने छ। तर यति बेला चाहिँ हल्का कुहिरो लागेको कारणले गर्दा हिमाल चाहिँ देख्न सकिएन। स्कुल चाहिँ एकदमै मलाई राम्रो लाग्यो। भन यसमा पनि पढ्छन्। यहाँ चाहिँ हुमिन सामुदायिक सिकाइ केन्द्र रहेको छ, देख्न सक्नुहुनेछ। अनि यता फेरि हाम्रो गेट यहाँ रहेको छ, देख्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो भान्जीहरू पढ्ने चाहिँ क्लास चाहिँ तल, यहाँ तल्लो भवनमा। भान्जी यहाँ तल्लो भवनमा पढ्छौ? तिमी फर्स्ट भएको? ल हाम्रो के यार, तिम्रो नाम के यार भान्जीको? सुहाना रसाइली चाहिँ हाम्रो प्यारी भान्जी चाहिँ अहिले फर्स्ट भएको अरे है। ल भान्जीलाई धेरै धेरै धन्यवाद है, सधैँ फर्स्ट हुने है। ए भान्जीहरू पढ्ने चाहिँ यहाँ तल्लो भवनमा आइछ। हाम्रो भान्जी चाहिँ अहिलेको दोस्रो परीक्षामा चाहिँ फर्स्ट भएको रहेछन्। यता आएर फर्स्ट यहीँ तिमीले पढ्ने उयो हो। ल हाम्रो भान्जी पढ्ने स्कुल यहाँ आइछ। भान्जी चाहिँ यसपालिको परीक्षामा यता आएर प्रथम हुन सफल भएको हैछ होइन? अनि तिमी चाहिँ के भयो नानी? पास मात्रै भएको? ल तिमीलाई पनि धेरै धेरै धन्यवाद। फेल भएको होइन, पास भएको होइन। भान्जी फर्स्ट भएको तिमी होइन? कति सिपालु रहेछ नि त।